परमेश्वरलाई आराधना जय जयकार भएको होस्। तपाईँ कति महान र पवित्र परमेश्वर हुनुहुन्छ। तपाईँ जस्तो पवित्र, तपाईँ जस्तो महान, तपाईँ जस्तो सर्वशक्तिमान परमेश्वर अरू कोही पनि छैन। तपाईँ हुनुहुन्छ प्रभु। म तपाईँ केही पनि भेट्न सकेन। यही नै तपाईँको मिराकल हो प्रभु। म तपाईँलाई धन्यवाद दिन्छु। त्यति मात्र नभएर म प्रार्थना गर्दछु, माइली बुहारी एमी एजुनीको साथमा रहिदेऊ। माइलाको जति पनि 9 तारिकदेखिको प्रोग्राम छ काठमाडौँतर्फको सबै कुरामाथि तपाईँको आशिष दिनुहोस्। परिवारमाथि तपाईँले अनुग्रह गर्नुहोस् र विशेष गरी विनेशको ससुराको साथमा पनि रहिदेऊ। अनुग्रह, सुरक्षा, चङ्गाई म बोल्दछु प्रभु। तपाईँले दया गर। धन्यवाद दिन्छु र विपुना ज्वाइँ नानी एलेरीमाथि पनि रहिदेऊ। सुरक्षा अनुग्रह तपाईँमा बोल्दछु र विशेष अमर डाङमा छ जुन परिवारसित बसेको छ यिनीहरूको त्यसको साथमा रहिदेऊ। त्यसलाई तपाईँले त्यो जग्गामा लानुभएको छ जुन ल्याङ्ग्वेजहरू त्यहाँनिर त्यसलाई सिक्नमा पढ्नमा प्रभु तपाईँले त्यसलाई जुन त्यो भाषाहरू सिकेर चाहिँ ठिक जग्गामा चाहिँ युज गर्ने त्यसले धेरै ठुलो कुराहरू सोचेको छ। सबै कुराहरू तपाईँले तालमेल मिलाउँदै लानु भइरहेको छ। त्यसलाई लानुहोस्। जुन जग्गामा पुग्नुपर्ने छ, जुन जग्गामा के गर्नुपर्ने छ केही पनि थाहा छैन प्रभु। तर सबै कुरा चाहिँ तपाईँले हामीले नसोचेको र नदेखेको कुराहरू गर्दै लानु हुँदैछ प्रभु। म तपाईँलाई धन्यवाद दिन्छु। हामी तपाईँलाई जिम्मा दिएको छोरा प्रभु। हामी केही जान्दैनौँ तर जान्ने चाहिँ तपाईँ हुनुहुन्छ। तपाईँले नै अनुग्रह गर्नुहोस्। आफ्नो छोराको साथमा जुन छोरी दिनुभएको छ त्यो एस्तर पास्टरनी जुन प्रकारको सहायता गरिरहेको छ, जुन प्रभु आज जीको साथमा पनि रहिदेऊ। अनि यिनीहरूको टिमैहरूमाथि जुन जुन प्रकारको सेवा कार्य गर्छ सबै कुरा सेवा कार्यमाथि तपाईँ परमेश्वरको आशिष बोल्दछ। आशिष दिनुहोस्। विपुना विशेष गरी स्वामीको साथमा रहिदेऊ। त्यसको जति पनि शरीर असुविस्ता भइरहेछ भनेको छ प्रभु त्यसलाई तपाईँले टोटल रूपमा छोएर चङ्गाइदिनुहोस्। आफ्नो छोरीमाथि रहिदिनुहोस् र सानो बालखा नानी हिजुमाथि रहिदेऊ। ज्वाइँको साथमा रहिदेऊ। ज्वाइँको आप्पा आमामाथि पनि तपाईँ रहिदिनुहोस् भनेर प्रार्थना गर्दछु। धन्यवाद। हामी यहाँनिर जतिजना कोठामा छौँ सबैको साथमा तपाईँ रहिदिनुहोस्। धन्यवाद प्रभु। सबै थोकको निम्ति तपाईँलाई धन्यवाद दिँदै हामी रातभरिको शरीरको हातमा तपाईँलाई जिम्मा दिन्छौँ। हाम्रो परिवार यहाँ छ, माथि हाम्रो घर छ। सबै हाम्रो परिवारबाट चाहिँ मण्डलीको निम्ति ठुलो आशिषको कुराहरू बग्न सकोस्। मण्डलीको निम्ति चाहिँ एउटा आशिषको स्रोत बन्न सकोस्। यो मेरो प्रार्थना छ। हुन त हामीले पैसा रुपियाँ धेरै दिएर मण्डलीमा सहायता गर्न त सक्दैनौँ तर आत्मिकी कुराहरूमा हरेक सेवाकारीको क्षेत्रहरूमा प्रभु हाम्रो परिवारबाट चाहिँ आशिषको कुराहरू बगाउनुहोस्। धन्यवाद। सबै थोक तपाईँको हातमा पुग्न बिन्ती प्रार्थना जिउँदैछु ख्रिस्टको नाम।